यहाँ राजद्रोह देख्नुभयो, देशद्रोह देख्नुभयो यो 6 वटा बुँदामा। यो हाउगुजीको पछाडि एउटा सङ्गठित ग्रुप लागेको छ, एउटा ऐतिहासिक दिशा दिने बजेट आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको म्यान्डेटबाट अझै पचिसकेको छैन एउटा ठुलो वर्गलाई, तबकालाई, र कसरी हुन्छ लान्छित गर्ने, प्रधानमन्त्रीलाई विवादित बनाउने, प्रधानमन्त्रीपछि अर्थमन्त्रीलाई विवादित बनाउने, यति हो। र यो कुरा मैले हजुरहरूलाई सर्वप्रथम भनेको मैले हो। अर्थमन्त्रीले यो लेखेर दिएको छ 17 गते संसदको महासचिवलाई चिठी लेखेर बकाइदा यी सच्याइ हो। अहिले मैले भनेकै 5-6 वटा कुराहरूलाई सच्याएर हजुरहरूको यसमा चिरकटो भनेर प्रचारित गरिएको छ। चिरकटो होइन, सिङ्गो पाना नै हजुरहरूको विधेयकमा टाँसिएर आएको छ, ताकि बहस हुँदा हजुरहरूले सोध्न सक्नुहुने थियो मलाई। त्यो चलचित्रवालालाई किन 10 वर्ष दिए, 5 वर्ष दिए भए नि हुन्थ्यो भनेर सोध्न सक्नुहुन्थ्यो, त्यसमा बहस हुन सक्थ्यो। यति हो कुरा। 17 गते पाइसक्नु भएको छ। सर्वप्रथम गल्ती भएको, त्रुटि भएको थाहा पाउन साथ सार्वभौम संसदलाई हामीले जानकारी दिएका छौँ। सबै राष्ट्रको हितमा छ, आम जनताको हितमा भएका कुनै कुत्सित मनसाय नभएका कुराहरू यहाँ चाहिँ स्पष्ट छन्। त्यसपछि चाहिँ अनि हाउगुजी सुरु भयो। 19 गते यी पत्रकारले त पछि थाहा पाउनुभयो उहाँहरूले, दर्ता गरेको रे, सच्याएको रे। मैले भनिहालेँ गत वर्ष 73 वटा यहाँ छ मसित। गत वर्ष नेकपा एमाले र नेपाली काङ्ग्रेसको सरकारले सच्याएको। यहाँ बरु छलफल गर्न सक्नुहुन्छ यो रेट किन गरियो, कसो गरियो भनेर। यहाँ त स्पष्ट मात्रै पारिएको छ, एउटा मात्रै स्पेसिफिक भन्सार दर, रगत वा भ्याक्सिन बोक्ने क्यारियरको मात्रै हो भन्सार दर चेन्ज भएको। अर्को शुल्क चेन्ज भएको छ, अरू भाषागत स्पष्टता केही छुटेको कुराहरू त्यति मात्रै छ। त्यसपछि चाहिँ हप्ताभरि पत्रिकाहरूले चाहिँ यसलाई उछालेर के न भए जस्तो स्वर्णिम वागले अर्थमन्त्री त्यहाँ अर्थ मन्त्रालयमा बसेको छ, कुटु दरहरू चलाछ भन्ने जस्तो भ्रम सिर्जना गरे हुनाले यहाँहरूलाई पनि भ्रम पर्यो जस्तो मलाई लाग्छ। त्यसैले यो अतिरञ्जनाबाट हजुरहरू जोगिनुपर्छ। सार्वभौम संसदका असाध्यै सम्मानित सांसदहरू हुनुहुन्छ र बिचमा अर्को आयो, अर्को फन्डा आयो, यो त होइन रहेछ भन्ने भएपछि 16 पाना गायब। अब नेपालका पत्रकारले त्यो माइक्रोसफ्ट वर्ड चलाउन सक्छन् कि सक्दैनन् मलाई थाहा भएन। 450-460 पानाको डकुमेन्टमा यो कलमहरू हुन्छ यस्तो सबै। अब यहाँनिर चाहिँ एचएस कोड भयो, वस्तु भयो, दरहरू भयो। त्यहाँ एडिट गर्ने क्रममा यो कलम यो कलमलाई अलिकति 1 मिलिमिटर तपाईँले अलिकति तानिदिनु भयो भने पानाहरू स्वाट्टै 15-20 पाना तलमाथि हुन्छ, अथवा कलमलाई अलिकति घटाइदिनु भयो भने 20 पाना समग्रमा यो बढेर जान्छ। हजुरहरूका छरछरीलाई सोधे पनि भयो, आफै पनि तपाईँहरू माइक्रोसफ्ट चलाउनुहुन्छ भने पछि 457 पानाको डकुमेन्टमा 1 मिलिमिटर यो कुनै कलम चलाइदिनु भयो भने पनि स्वाट्टै 457 500 पुग्न सक्छ। अलि बाक्लो अलिकति लम्ब्याइदिनु भयो भने 457 को पाना कन्टेन्टमा एउटा थोप्लो, एउटा पूर्णविराम, एउटा कमा पनि चेन्ज भएको छैन। कहिलेदेखि चेन्ज भएको छैन? सार्वभौम सांसदहरूलाई बुझायौँ, तपाईँहरूलाई बुझाएपछि यो हामीले छोएको छैन। त्रुटि सहित यहाँहरूको हातमा परेपछि एउटा थोप्लो पनि चेन्ज भएको छैन। 16 पाना गायब भनेर हिजोसम्म लेखिरहेछ। आम जनतालाई केही समयलाई, छोटो समयलाई भ्रमित त पार्न सकिएला होइन। स्वर्णिम वागले साँच्चीकै गरे हो क्या हो, गायब गरेछ, दरहरू चाहिँ कुटु लुकी चेन्ज गरेछ भन्ने भ्रम छर्नलाई केही समय सकिएला। तर यस्तो अपर्च्युनिटी मैले चाहिँ अब सम्मानित अर्थ समितिमा होइन दिग्गज सांसदज्यूहरूलाई यसरी मैले क्ल्यारिफाई गरेपछि मिडिया साथीहरूले पनि यो लानु होला।